वेलकम ब्याक टु आवर न्यू एपिसोड गाइज होइन हाम्रो कुकिङ स्पोर्टमा तपाईँहरूलाई स्वागत छ। अलि माथिबाट देखाउनु नो एन्ट्री क्यामेराम्यानै नो इन्ट्री भएपछि क्यारनीहरू त्यहाँ भएर चाख मलाई यार मेरो पेट खाइसक्यो जस्तै यार यार चाहेको नि बनाउनु पर्यो। आजको यही हो यो भुजा भइहाल्यो। यो 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 छोइलाको लागि यो सामानहरू प्याज खुर्सानी। यहाँ चाहिँ हाम्रो 1 किलो कुखुराको मासु सय। अनि अर्को चाहिँ यहाँ त अब कडाई सडाइहरू छ त्यही हो। अहिले यहाँ बसेर खाने कि के गर्ने? यो चाहिँ हाम्रो ठाउँ हो। यस्तो छ। अहिले हामीले पकाउने चाहिँ यहाँ पकाउँछ होला अगाडि। त्यही हो यहाँ रेडी भएर बसिरहेको मान्छे पकाउन। त्यो एउटा साथीलाई कुरेको खोइ देख्दैन कहाँ गएको नि यार। आउँदैन जाउलाई छ कि यस्तो बवाल देखिरहेको भ्यू चाहिँ। वे जस्तो रुख त बवाल ल सय केटा ल कहिले एकछिनमा भेट्नुपर्छ। अब चाहिँ दाउरा खोज्न जानु लाग्यो केटाहरू। त्यही हो सय दाउरा। अझै बन्दी पुऱ्याइ मलाई दाउरा भेट्दा भाग्नु जाने भन्ने चोर जस्तो मान्छेले दाउरा खोजिरह ऊ त्यहाँ ह्यान्डसम रे। हुन्छ यो केटालाई जाउँ हौ। यो दोस्त यो के हो त यो यत्रो यही भात दिउँ न यो गीतहरू। वे क्वालिटी त मारेको छ त दोस्त। धेरै चाहिँदैन कि ठिक्क भयो हुन्छ। पुग्छ त्यतिले त इनफ हुन्छ। हाम्रो दाउरा खोज्ने मान्छे पुग्छ भुत्ते ढुक्क ओभर देखिरहेको कसम यार। यो झन् घाँस पलाएर होला है हरियो देखिरहेको। यही हो आजकै आउटफिट चाहिँ। यही हाम्रो स्पट चाहिँ गाइज। यहाँ पहिला पनि बाली थियो रहेछ त। यहाँ ऊ त्यो ढुङ्गानिर बनाऊँ न। यहाँ ठिक हुन्छ है क्यामराम्यान जल्दी फोकस गरौ। यो त अनि ढुङ्गा त हो नि ठुलो त हो नि बनाउनु मिल्छ होइन। त्यो एउटा भइहाल्यो यी एउटा यहाँ भइहाल्यो अनि अर्को ढुङ्गा एउटा यस्तो खोल्नु पऱ्यो नि त। आगो लाग्ला डर घुमी सिनेमेटिक छ। घुमी न त्यो सानो भयो क्या त्यो ढुङ्गा लिका सानो भयो त्यो ढुङ्गा। अहिले आगो लाग्यो भने ठिक हुन्छ त। कराई बसालिसकियो। त्यहाँ छ हाम्रो कडावाला चिज। अनि त्यही हो ल हाम्रो क्यामेराम्यानलाई चाहिँ अब ट्याक्क दिउँ है। सुम्पिदिउँ ल ट्याक्क पारामा। यो चाहिँ नुन हो कि त यो खास चाहिँ
केटाहरूले पनि विभिन्न विचित्र गर्छन् विचित्र बेला बेलामा त यस्तै हो कि म जहिले बाख्रा हेरेर फेरि बाख्रा हेरेर तनाव भइरहेको हुन्छ केटाहरूले चाहिँ कहिलेकाहीँ मुड फ्रेस गरिदिन्छन् कि केटाहरूले फेरि हालिदिउँ पहिला बनाउन त आउँछ म फेरि गाई छैन बेला बेला फेरि बाख्रा हेर्दा हेर्दा दिगदार वाक्का भएर बसिरहेको बेला केटाहरूले बेला बेला यस्तो प्लानिङहरू बनाइरहेको हुन्छन् कि त्यही खुसी लाग्छ निश्चल्य हो निश्चल्य गरिरहेको हुन्छ यस्तो कुराहरू के गरिन्छ नि अब हाम्रो पनि यस्तै छ स्थिति हाम्रो निश्चल साथीको भ्लगमा केही माया देखाइदिनु होला अब हाम्रै गाउँको चिसोपानीको हजुरहरू कोही चिसोपानीको पर्नु भएछ नि माया देखाइदिनु होला अब के गर्ने त निश्चलले नगर्नु गरिहाल्यो यो कुत्ता चाहिँ जहिले यस्तो हो फेरि सधैँ खाने बेला आइपुग्ने हो कि बोलाउँदा 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 4-5 घन्टा बसेपछि चाहिँ अब त्यहीँ बसेर गर ल प्योर तोरीको तेल हो फेरि चटाक्क लाएर विचित्र गर्छन् केटाहरूले कहिले गाइस अब एकछिनमा ट्याक्के तर यो हुन्छ होला है हाम्रो मासुले केही भन्न सकिन्छ त विचित्र के भन् कस्तो होला रे अनि हालेको भिडियोहरू ट्याक्क देखाउनु पर्यो नि म चाहिँ फेरि यहाँ यसरी अडियन्स लगाएर फेरि बनाइरहेको छु भिडियो फेरि मेरो कामै भ्लग बनाउने हो आजको दिन मेरो पनि अब युट्युब च्यानल त छ के अरे अब तपाईँहरूलाई भनेर काम पनि छैन 2 सब्सक्राइबर त छ हिजो अस्ति भोलि युट्युब च्यानल खासै मेरो भ्लग पनि आउँदैन अब मोबाइल सोबाइल पनि अब आइफोन छैन कि फेरि कबाड घोसे मोबाइल बोकी हिँड्नु पऱ्यो यत्र भ्लग बनाउने जहिले यस्तो पारामा अब भ्लग चाहिँ अरूको बनाइदिनु चाहिँ सक्छु मासु पुरै हाल्ने बेला पनि आइसक्यो फेरि बाबा यो बोटलाई चाहिँ निकालिदिनु त्यसले अलि असर पार्छ कि फेरि विचित्र गर्छन् केटाहरूले फेरि विचित्र मासु चाहिँ भाग्छ कि निश्चलबाटको अरू पाके नसकेर मासु भाग्छ कि सब्सक्राइबर कमाउनु नसके पनि सन्जयको दोकानको मासु उठाउँछ है फेरि मजाले रातो बनाउने मसला होला स्वादले जान्छ मासु निमन्त्र हो फेरि पिना चाहिँ निश्चल दोषले नै पिनेर लिएर आएको सबै हाम्रो घरबाट अब बल्ल भुटिन्छ दोस्त यार मासु त बल्ल रा होइन कि दोस्त यहाँ आगो बढी लागेर हो कि यहाँनिर भार पऱ्यो कि हावा यताबाट चल्दै नि हो यहाँ बसेर बस्न डढ्दैन दोस्त ढुक्क भयो यस्तो साइडको भने ब्लक स्टप गरेर त्यस्तो त मिल्दैन नि बाबु यहाँ त भुत्तेले क्यामेराम्यान रुख भ्लगर इन टाउन यतिको क्यामेराम्यान हामीले पाइँदैन गाइज होइन अब भुत्तेलाई चाहिँ इच्छा पर्छ हेर्नु गाइस म त फेरि रुखमा चढेर रनक्कै रुखमा चढेर फेरि के भयो यो के आगो जताततै गर्दैन त मासु त तेलमा छ त अनि पानी थियो र त ए रि भयो अब साइलेन्ट भइसक्यो कि मासुको
अघि मासु झैया गर्दाखेरि ऊ त्यहाँ माथिको गाउँले धन्दै सुनेन र धन्दै लहर नआएर धन्दै नआएर आइपुग्यो टेन्सन हुन्छ यहाँ त मासुको गन्ध सन्ध नि झारेर जान दिनुहुन्न फेरि यहाँ माथि एउटा 600 गाउँ छ फेरि यो धेरै टाढा त होइन यो घरहरूकै नजिक हो देख्दा वन जस्तो देखेको फेरि होइन गाडी कालीको घर त यहाँबाट कति किलोमिटर तल छ मेरो घर त ऊ यही नि हो ल अन्दाज गर तिम्रो घर कति किलोमिटर तल छ तिम्रो घर ठ्याक्कै 1 किलोमिटर तल छ 1.5 किलोमिटर छ क्या निश्चल होइन निश्चलले घर त अब नाप्या छैन ब्रो हामीलाई थाहा छैन यो चाहिँ ठिक छ पाक्छ यो हाम्रो दोस्त चाहिँ फेरि संसारकै सबैभन्दा हिन्सिम बोय देखा न पोज नेक्स्ट ह्यान्सी कुकिङ कुकलाई त निकालिदियो अस्तिको कुकलाई त घर साइड भयो त भ्लगमा मिसिन त मिसिन त्यसको भ्लग आयो कि आएन त्यहाँ आएन अघि भरको कि अहिलेको त कहाँ छैन आजकोमा चाहिँ छैन हाम्रो कुक होइन नयाँ कुक आएको त्यही भएर त्यस्तै हाम्रो क्यामेराम्यान पनि नयाँ थप्पे आज नयाँ रे क्यामेराम्यानमा घोषित भएको नयाँ हो नि त होइन होइन पहिला नि हो आजबाट पहिला नि थियो थियो यो हाम्रो पहिलाको सुरुको फर्स्ट भ्लगमा थियो है यही क्यामेराम्यान तर नदेखाएको मात्रै त्यो अलि आत्मा थियो कि म त्यति बेला यसले अलि यस्तो उयो कालो हो देख्छु त म त के हो ए रातो हुँदैछ बिस्तारै साथी गुरुसिन चाहिँ हाम्रो उठाउने लामो यतिकै उठाउने चटपटाडो उठाउन हाल्दिन पहिलेमा हाल्छ फेरि मलाई त कामै गर्दैन भाइ त्यसले खाने मात्रै रहेछ भल्ला पहिला मस्त होइन होला गोठालोबाट भर्खर आएको चप्पल पनि हेर्नु न खुट्टा पनि कुकुरले नदेनु खाला जस्तो ओहो दोस्त होइन होला मारी मसला पकाउनु पर्छ पर्दैन तातो लगेडा यस्तो भयो यहाँ चाहिँ स्वादमा तातिना दिम यसलाई यतिकै राखिदिउँ यहाँ सेलाउनको लागि तेल हालिसक्यो यसमा हाले हैन पुते हैन त्यो मासुको यो हालिदिउँ यो टावर चाहिँ निकाल्दै के कोइलामा तातिने हो कि यो सही कुरा ल यस्तो भइसक्यो अब अर्को झान्नको लागि तेल यहाँ हालिसक्यो है यो त्यस्तो भयो अब यसलाई एकछिन सेलाउन दिने होइन अनि अहिले मोल्ने बेला भेट्नुपर्छ ल चाख न आहा मासु भनेपछि मरिजान्छ छिटो नुनै राख नक्कली मरो मसला मोल्दैछ होइन काम त गर्न पर्यो तिमी फेरि यस्तै बेहोरा देखाउँछ नि झ्याउ लाग्छ है अनि मलाई है दोस्त हेर्नु मासु कस्तो लाग्नु जस्तो मान्छे मासु भनेपछि भुतुक्कै हुन्छ यहाँ हेरेर बसिरहेको कति बेला पक्क टिपिहालौँ भनेर नुन हाल्नुपर्छ दोस्त यसमा हाल्ने त्यहाँ हाल्ने अहिले त्यसमा हालेर मोलौँ ल छोड्दै अघि पनि हालेको होइन त्यसमा सही हो केटा हो ल उताबाट तलबाट हाम्रो कल्लु आउँदैछ कल्लु यत्रो हो कि यत्रो ब्ल्याक एन्ड देखाउन ब्ल्याक देखाउन तँ कत्रो छ त यत्रो हो गाइज यत्रो अनि यति त खान्छ त्यसले मासु चाहिँ यति त्यस्तो चाहिँ हालत सेलाउनु पर्छ यो अनि ट्याक्क अहिले मुस्ता थाहा छैन भने सिक्दै गरौँ है केटा फेरि म सारा ट्रेनिङ ट्याक्क त्यहाँबाट हाम्रो मिनी गोरिला यो चाहिँ हाम्रो मिनी गोरिला हो तर कस्तो हो कि यो भाग्य मान्छे कि भ्याइनी बित्तिकै आउँछ कि यो किन हो यस्तो भएको यो
डेन्जर छ यो डेन्जर हाम्रो केटाहरू झड पऱ्यो नि यसलाई बोलाउने हो दोस्त है अलि माथि देखाउनु हुन्छ के यस हाल्दै हाल्दै बाबा थोरै तेल हालेको है छैन बाबु ओइ बाबु त्यस्तो नभए सुधर क्यान्सरमा पठाउनु हात्ती मन न दोस्त क्यामेराम्यान तातो हो कि दोस्ती बुझ्न एकछिन पहिला चम्चले मोल्छु एक्लो टन तेल चाहिँ तातो तेल तातो छ नि त कस्तो कुरा नबुझेको दोस्त तिमीले रकेट त्यो नलैजाए मायासाले घर आयो त्यो हुँदैन ओहो दोस्त अब चाहिँ चाहँदो त कस्तो रहेछ दोस्ती चाहेको भन्दा बवाल त्यो अहिले चम्चा चाटेर भनिदियो है गाई अब मासु चाहिँ म चाख्छु मारेको छ कसम मासु चाहिँ मैले चाख्छु यहाँ के पनि हालिदिउँ म भित्र हाल्दै ओइ खस्यार यो काम लागेन होइन चढाउनु पर्छ अरे त्यो उता इधर चढाइसक्यो अहिले गरम न हेर्न बिचमा हेरिरहनु यसलाई त अबदेखिबाट भ्लगमा नो इन्ट्री क्यामेराम्यानै नो इन्ट्री भएपछि क्यार्नीहरू त्यहाँ भएर चाखा मलाई यार मेरो पेट खाइसक्यो दोस्त यार यसो यार चाहेको नि बनाउनु पर्यो मासुको पिस होला चाख्नुपर्छ क्या अमिलो ट्याक्क बाबा अमिलो नि हालेर ट्याक्कै हो है गाइज पहिलामा भुजा कसैले खान्न होला होइन तर सबै हालिदिनु ल आधा कि आधा आधा यो त चटपटी भयो यार खोज्यौ ट्याफी भुजा हाल्नु मोलेर क्या भुजा साइडको हाम्रो डेभी दोस्त बिचरा चम्चल चाहम है चाहम मिलाएर भुजाहरू मासु आउँदैन ल करेन्ट देखाउने कि पर्दैन खाना दुईचोटि चाहिदियो ल भुत्ते तिम्रो टर्न बवाल यहाँ यसलाई त नि सक्दैन कसैले कस्तो ठिक छ ल डेभी दोस्त यो टर्न सानै चाहम भुजा नै खानुपर्छ क्या स्ट्याट पारामा होइन ल म अहिले खान्छु ट्याक्क ल केटा हो ल ल ल ल मेरो टर्न यो भुजा सक्छु म त यसै मिल्दैन कि त्यो ल केटा यो चाहिँ है सकिसक्यो भन्ने आएर यसरी के सर्लक्का यो चाहिँ हाम्रो एन्डिङ सर्ट पिस आउट ल केटा यो आजको लागि यति